Hello everyone, it's me Semiang Limbo अनि आजको भिडियोमा चाहिँ हामी 100 ग्राम प्रोटिन इन अ डे कसरी खान सक्छौं विदिन 4 मिल्स अनि 780 क्यालोरी जति हुन्छ त्यति हुन्छ अनि त्यति 780 टु 1800 क्यालोरी हुन्छ अनि यो चाहिँ पर्फेक्ट फ्याट लसको लागि म चाहिँ अहिले यही फलो गर्दैछु अनि हामी जाम किचनतिर ल हम चाहिँ हाम्रो फर्स्ट मिलमा छौँ यो चाहिँ हाम्रो फर्स्ट मिल हो अब हामी नाप्नेछौँ खानुलाई हल्का नाप्नुपर्छ कति ग्राम खानु हुन्छ यो चाहिँ हाम्रो वेट नम्बर मसिन हो ग्राम जति भइसकेको छ 100 ग्राम जति भइसकेको छ त्यसपछि 100 ग्राम जति भइसकेको छ हाम्रो भात त्यसपछि अब चाहिँ हामी आफ्नो तरकारी गर्नेछौँ तरकारी हेर्न सक्नुहुन्छ मसिनहरुकै बिग्रेको जस्तो लाग्यो हेर्न सक्नुहुन्छ 218 ग्राम जति छ त्यो यस्तै मजाले हेर्नु 212 ग्राम जति छ ट्रेटमेन्ट थिपेर 0 बनाउँछौँ हामीहरू फर्स्ट भनेको बन्दाकोपी लिन्छौँ हामीहरू सक्नुहुन्छ हाम्रो फर्स्ट मिल तयार भइसक्यो म तपाईलाई भन्छु कति क्यालोरी छ भनेर हाम्रो फर्स्ट मिल हो भनेको कति छ यसमा समथिङ 500 टु 200 500 इन्टु 200 जति क्यालोरी छ होला 500 200 जति क्यालोरी छ होला यसमा अनि प्रोटिन कुराहरु प्रोटिन यसमा 31 ग्राम छ 31.5 ग्राम जति प्रोटिन छ यसमा कार्ब्स चाहिँ कति छ कार्ब्स त थाहा भएन साह्रो फ्याट्स चाहिँ त्यस्तै 10 ग्राम जति छ होला अनि यो हाम्रो मिल 31 ग्राम प्रोटिन हो यो एउटा ब्यालेन्स मिल भन्दा हुन्छ 31 ग्राम जति प्रोटिन छ यसमा यो चाहिँ हाम्रो फर्स्ट मिल हो दिस इज सेकेन्ड मिल अफ माई डे यो चाहिँ सेकेन्ड मिल हो यसमा चाहिँ कमसेकम लाइक कति ग्राम हुन्छ र यसमा चाहिँ 25 ग्राम जति प्रोटिन छ यसमा चाहिँ यस 25 ग्राम जति छ होला
कि म स्योर छुइनँ, एकताल काउन्ट गरौँ न। 18 ग्राम। यस 25 ग्राम छ यसमा प्रोटिन। एन्ड यो चाहिँ हो मेरो सेकेन्ड मिल। यो चाहिँ म 2 बजेतिर लिन्छु। भर्खर मैले मेरो खाजा खाइसक्यो अनि त्यो खाजाले चाहिँ मेरो पेटै भरेन। यसैमा पानी खान आँटेको। फ्याट लस भयो, क्यालोरी डेफिसिट हटाउने यो प्रब्लम भोक लागेको गर्छ। अब खान त भएन, अब त्यसैले पानी खानुपर्छ, 0 क्यालोरी। यसले चाहिँ पेट बढाउने हो। पानी खानुपर्छ तपाईँहरूले। यदि तपाईँहरू कटिङ गर्नुहुन्छ कि मेन्टेनेन्स क्यालोरी कम छ भने पानी चाहिँ धेरै खानुहोस्। पानीले धेरै हेल्प गर्छ तपाईँलाई। 3 से 4 लिटर पानी खानुपर्छ दिनमा। सरी फर द्याट। ल ओके, अब हामी आफ्नो अर्को थर्ड मिल भेट्नुपर्छ। यो चाहिँ मेरो थर्ड मिल हो, हेर्नु सक्नुहुन्छ। यसमा चाहिँ 20 ग्राम जति प्रोटिन छ। यो चाहिँ के हो भने ओट्स 60 ग्राम, 2 केला, 2 बनाना अनि हाम्रो 200 ml मिल्क। यसमा चाहिँ 20 ग्राम जति प्रोटिन छ। यो चाहिँ मेरो प्री वर्कआउट मिल हो। यसले एकदम एनर्जी छ तपाईँलाई। तर यो खाएपछि तपाईँले 2 घन्टा पछाडि चाहिँ वर्कआउट गर्नुपर्छ। यसले डाइजेस्ट हुन चाहिँ 2 घन्टा लाग्छ। यो चाहिँ एकदमै खतरा प्री वर्कआउट हो। यदि तपाईँहरू वेट गेन गर्नु चाहनुहुन्छ भने यो पनि खाँदा हुन्छ। यो चाहिँ मेरो बेस्ट प्री वर्कआउट मिल। यसले मलाई खतरा पम्प दिन्छ। मैले मेरो मिल लिइसकेँ अनि अब चाहिँ हामी हल्का कोरियनको पढाइ गर्नेछौँ। हामीहरू हल्का अब सक्नुहुनेछ। हामी हल्का पढ्नेछौँ अनि त्यस पछाडि म तपाईँहरूलाई मेरो लास्ट मिल देखाउनेछु कस्तो छ भनेर। अनि अब चाहिँ हामी 1 घन्टा जति कोरियनको पढाइ गर्नेछौँ। अब मैले पढाइ गरिसकेँ एक्ज्याक्टली लाइक 30 to 40 मिनट्स। अब हामी एकछिन वक गर्नु लागि जान्छौँ। अनि दिस इज अ प्रिटी भ्यू। लाइक हामी वक गर्नु जान्छौँ आधी घन्टा। आज चाहिँ हाम्रो रेस्ट डे हो भन्ने तपाईँ बिर्से। टुडे इज आवर रेस्ट डे। एन्ड अब रेस्ट डे भएपछि कार्डियो चाहिँ गर्नु भएन। कार्डियो चाहिँ एकदमै जरुरी छ हाम्रो लागि। हाम्रो हार्टहरूको लागि एकदमै जरुरी छ। कार्डियो चाहिँ नगर्नु होला, कार्डियो इग्नोर नगर्नु होला। अनि सक्स पनि नभइरहेछ सक्स नि। गाइस सक्स भेटाइसक्यो, अब म लाउने छु। लाइक अब त म सुज लगाइसकेँ अनि अब चाहिँ म एकछिन हिँड्नु जान्छु वकिङमा। आधी घन्टा जति म कार्डियो गर्छु, 30 to 40 मिनट जति। अनि हामी अब आफ्नो कार्डियो गरेपछि भेट्नुपर्छ हामीहरू। यसमा लास्ट मिल अफ द डे, मेरो चाहिँ लास्ट मिल हो। यसमा चाहिँ 20 ग्राम जति प्रोटिन छ, 21 ग्राम जति प्रोटिन, चिकन, सोया चङ्क्स अनि लास्ट दाल। र सक्यो अब मेरो लास्ट डे।